नमस्कार। अब तपाईहरुले नागरिक एप मार्फत ग्लोबल आइएम बैंकमा घर बसी आफ्नो बैंक खाता खोल्न सक्नुहुन्छ। बिना कुनै कागजी प्रक्रिया, बिना कुनै लाइनको झन्झट। हजुरहरुले थोरै इन्फर्मेसनहरु मात्र भरेर आफ्नो खाता खोल्न सक्नुहुन्छ बैंकमा। ग्लोबल आइएम बैंकमा नागरिक एप पेज भएको जुन सहकारी छ, त्यो सहकारी अनुसारले अब ग्लोबल आइएमको वेबसाइटमा एउटा क्यूआर जेनेरेट हुन्छ। त्यो क्यूआर लाई नागरिक एपमा स्क्यान गरेर आफ्नो बैंक खाता खोल्न सक्नुहुन्छ। हेर्नुस् है त कसरी हो यो। त्यसको लागि हजुरहरुले मोबाइलबाट पनि गर्न सक्नुभयो, डेस्कटपबाट पनि गर्न सक्नुभयो। ब्राउजरमा जानु पर्यो अथवा गुगलमा गएर ग्लोबल आइएम बैंक सर्च गर्नुभयो भने त्यहाँ सबभन्दा माथिको वेबसाइटमा क्लिक गर्नु पर्यो अथवा हजुरले ब्राउजरमा www.globalimbbank.com पनि हान्न सक्नुहुन्छ। त्यो हानिसकेपछि बैंकको वेबसाइट खुल्छ र त्यहाँ आएका पपअपहरु बन्द गरिसकेपछि त्यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ ग्लोबल नागरिक सेभिङ अकाउन्ट भनेर। त्यो त्यसमा ओपन अकाउन्टमा क्लिक गर्नुभयो भने त्यहाँ चाहिँ हजुरहरुले ग्लोबल नागरिक अकाउन्टमा के सुविधा छ र त्यो कसरी खोल्न सकिन्छ भनेर स्टेपहरु देखाइरहेको छ। त्यसमा चाहिँ हजुरहरुले मिनिमम ब्यालेन्स 0 भए हुन्छ र त्यो खातामा 2.75 को दरले वार्षिक ब्याज दरमा ब्याज गणना हुन्छ भनेर पनि देखाएको छ। त्यसको लागि एउटा क्राइटेरिया के छ भने हजुरहरुको नागरिक एप हुनु पर्यो र त्यसमा चाहिँ राष्ट्रिय परिचय पत्र लिंक भएको हुनु पर्यो। त्यति भयो भने हजुरहरुले त्यो आफूले यहाँ जेनेरेट भएको जुन क्यूआर लाई चाहिँ हजुरहरुले नागरिक एपमा लगेर स्क्यान गर्नुहुन्छ। त्यो स्क्यान गरिसकेपछि त्यहाँ रिभ्यू गर्नुहुन्छ डकुमेन्टहरुको डिटेलहरु र प्रोसिड गर्नुहुन्छ। त्यो गरिसकेपछि हजुरहरुले चाहिँ त्यो डिटेलहरु त्यहाँ नागरिक एपबाट तान्छ र बाँकी रहेको डिटेलहरु फिल अप गर्नुहुन्छ र आफ्नो एप्लिकेसनलाई चाहिँ सबमिट गर्नुहुन्छ। यति गरिसकेपछि हजुरहरुको त्यहाँ खाता चाहिँ घर बसी खुल्छ। त्यो ओपन माइ अकाउन्टमा क्लिक गर्नुभयो भने त्यहाँ चाहिँ क्यूआर जेनेरेट हुन्छ जुन ग्लोबल आइएम बैंकको। त्यसमा चाहिँ त्यो क्यूआर ले चाहिँ हजुरको नागरिक एपबाट चाहिँ मोबाइल नम्बर, राष्ट्रिय परिचय पत्रको डिटेल, नागरिकताको डिटेल र प्यानको डिटेल यो चाहिँ अटोमेटिकली चाहिँ तान्छ। त्यो तानिसकेपछि हजुरले बाँकी रहेको इन्फर्मेसनहरु फिलअप गरेर खाता खोल्न सक्नुहुन्छ। यति गरिसकेपछि ग्लोबल आइएम बैंकमा तपाईको बैंक खाता सुचारु हुन्छ र हजुरहरुले अब आफ्नो खाता पूर्ण सञ्चालनको लागि चाहिँ बैंकमा चाहिँ आफ्नो डकुमेन्टहरु, ओरिजिनल नागरिकताको कपी र त्यहाँ राखेको डकुमेन्टहरु लिएर बैंक उपस्थित हुनुपर्ने हुन्छ। हजुरहरुको केवाइसी बैंकले भेरिफाई गर्छ। त्यसपछि हजुरहरुले पूर्ण रूपमा आफ्नो खाता सञ्चालन गर्न सक्नुहुन्छ।